सो लिंक थिचेर आइसक्नु भयो नि हैन पुरा भिडियो हेर्नुपर्ने हुन्छ के ल है त 7.3 मिनेट्स तपाईहरु जे कुरा खोजिरहनु भएको छ त्यो कुरा एकदम सबैको हुने त्यही हो केटा है त्यही भिडियोमा आमा मिलियन भ्युज पुगिसकेछ है 1 मिनेट ल आमा मिलियन भ्युज मिलियन लिंक चाहिँ उपलब्ध गराइदिन्छु हैन पुरा भिडियो हेर्नुहोस् क्लिक गर्ने मान्छे सर्वप्रथम त त्यो त गोरु नै हो त्यसले त गु खाँदा नि हुन्छ है त्यो सो लिंक थिचेर आइसक्नु भयो नि हैन अब लिंक थिचेर आइसकेपछि म तपाईहरुलाई के भन्छु भने पुरा भिडियो हेर्नुपर्ने हुन्छ के गर्ने कसो गर्ने भन्ने कुरा म तपाईहरुलाई यो भिडियोमा सबै बताउँछु र यो भिडियोको लेन्थ सकेर 7.3 मिनेट्स है सो कहाँबाट आइराछ किन आइराछ र तपाईहरुलाई किन चाहिरहेछ अब कसरी हेर्न सक्नुहुन्छ त्यो कुराहरु म तपाईहरुलाई प्रश्न बताउँछु सबैभन्दा पहिले चाहिँ म तपाईहरुलाई के भन्छु भने तपाईहरु जे कुरा खोजिरहनु भएको छ त्यो कुरा एकदमै वेस्ट चीज हो है त्यसले चाहिँ तपाईलाई कुनै पनि पार्ट सिकाउँदैन हैन तपाईहरु यति धेरै नकारात्मक तरिकाले किन खोजिरहनु भएको छ यदि तपाईले यो टाइममा हैन कुनै नेपाली क्रिएटरहरुलाई सानो क्रिएटरहरुलाई सपोर्ट गर्नुभयो भने म जस्तो विदेशी न त रोक्नुहुन्छ यार एउटा नेपालीलाई तपाईहरुको सानो सपोर्टले एउटा सब्स्क्राइबरले म जस्तो हैन एकजना नेपालीलाई युवालाई तपाईले आफ्नै देशमा रोक्न सक्नुहुन्छ हैन यो टाइममा चाहिँ तपाईहरुले उहाँहरुलाई सपोर्ट गर्नुभयो भने तपाईहरु यति धेरै नकारात्मक तरिकाले किन खोजिरहनु भएको छ सबैको हुने त्यही हो केटा है किन खोज्दै हुनुहुन्छ के खोजे हुन्छ नि के सोचेर खोज्दै हुनुहुन्छ तपाईले जसको देख्नु भएको छ उसको पनि त्यस्तै हो तर कुरा आयो यहाँ यति धेरै पछि लाग्नु लिंक 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 भनेर मेरोमा वाक्कै लागिसक्यो है मैले त्यो भिडियोमा नि के भनेको थिएँ भने जसले यसरी भिडियो हाल्दै हुनुहुन्छ तपाईले चाहिँ हैन एउटा ट्रस्टै कसैको इज्जतमाथि चाहिँ खेलबाड गर्दै हुन्छ भनेर भनेको थिएँ त्यही भिडियोमा आमा मिलियन भ्युज पुगिसकेछ है आमा मिलियन भ्युज मिलियन अरु भिडियोमा हेर्दिएको भए नि त हुन्थ्यो नि त्यो काण्डा भिडियोमा मिलियन भ्युज क्या साथीहरु मैले त सोचेकै थिइनँ यसरी हुन्छ नि लिंक 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 भनेर स्प्याम गर्नुहुन्छ भनेर सो जसले लिंक चाहिएको छ म तपाईहरुलाई लिंक चाहिँ उपलब्ध गराइदिन्छु हैन पुरा भिडियो हेर्नुहोस् अनि अर्को कुरा रह्यो हैन त्यो भिडियो पब्लिक गर्ने मान्छे सर्वप्रथम त त्यो त गोरु नै हो त्यसले त गु खाँदा नि हुन्छ है त्यो मान्छेले त किनभने कुनै एउटा चेलीको इज्जतमा उसले पनि त तिमीलाई हुन्छ नि त्यो मान्छेलाई ट्रस्ट गरेर यदि दुई जना बीचको एउटा आपसी हुन्छ नि सहमतिमा भएको कुराहरु चाहिँ हैन त्यसरी पब्लिक गर्नु चाहिँ हुँदैन केटा कसैको पनि यसरी हुन्छ नि कसैको छोरी चेलीको यसरी बेइज्जत चाहिँ गर्नु मिल्दैन हैन अनि त्यसले अब त्यस्तो गर्यो हैन त्यो मान्छेले चाहिँ विशेष गरी चाहिँ सजाय पाउनु पर्छ त्यस्तो मान्छेहरुले अनि नेपाली केटाहरु हेर काण्डाको पछि किन लाग्छौ के तिमीहरु काण्डामा के छ यार तिमीहरुले खेलाउने पनि त्यही हो तिनीहरुले खेलाउने पनि त्यही हो कुरो त्यही हो तर काण्डामा किन पछि लाग्छौ के टाइम किन वेस्ट गर्छौ हैन यसरी टाइम वेस्ट नगर न केही पाउँदैनौ क्या केही छैन क्या त्यो भिडियोमा मैले हेर्दिन भन्दा नि 15-16 वटाबाट आएको छ हैन जति पनि हाम्रो जुन ग्रुप छ नि अब जस्तै ईपीएस को हाम्रो यहाँ कोरिया भएको ग्रुपदेखि लिएर हैन हाम्रो जुन त्यो प्लस 2 यता त्यताको केटाहरुको ग्रुप जतिमा सबैले हाल्दिएको छ अब हेर्दिन भन्दा नि हेरि त हाले अब भिडियो मसँग छ तिमीहरुलाई लिंक चाहिएको छ मैले लिंक अब कसरी उपलब्ध गराउने भन्ने कुराहरु अर्को तरिका अपनाइसकेको छु त्यो तरिका हो केटा हो तिमीहरुले पहिलो कुरा क्यामेरा अन गर्नुपर्ने हुन्छ है त्यो भिडियोको लागि सर्वप्रथम तपाईहरुले मोबाइल ल्याउने क्यामेरा अन गर्ने कट्टु खोल्ने हैन अनि खेलाउन थाल्ने अनि फेरि त्यसलाई रेकर्ड गर्ने है रेकर्ड गरेर फेरि हेर्ने सेम त्यस्तै हो के केटा केही छैन क्या त्यहाँ हैन यति हो तपाईहरु कसैको इज्जतमा कसैको बेइज्जतमा रमाउन चाहनुहुन्छ द्याट्स इट त्यहाँभन्दा अरु केही छैन हैन यसले नलेज पनि केही दिदैन मैले फेरि पनि भन्छु तपाईहरु नेपालमा रहनु भएको सानो सानो कन्टेन्ट क्रिएटरहरुलाई सपोर्ट गर्नुहोस् क्या यो टाइममा तपाईहरुसँग टाइम त रहेछ त तपाईहरुले चाहनु भयो भने त जसरी पनि हेर्नु हुने रहेछ त हैन अब भने त मेरोमै मात्रै लगभग 1 मिलियन भ्युज एउटै भिडियोमा क्रस भइसक्यो मैले त्यो भिडियोमा भनेको सिर्फ त्यो उसको भिडियो आएको थियो मेरोमा आयो अनि मैले भनेको थिएँ हैन कसैको छोरी चेलीको इज्जतमाथि यसरी चाहिँ किन गरेको अब दुईजना बीचको सम्बन्ध आपसी सम्बन्ध हो दुईजना बीच के भयो हैन त्यो कुरा पब्लिकलाई देखाउन जरुरी थिएन भन्देको आमा यति धेरै स्प्याम आयो के केटा हो यति धेरै माकसम रिक्वेस्ट मेसेज त यति धेरै आएको छ हैन के भन्ने मैले अब के गर्न सक्छु म भन त तिमीहरुको लागि लिंक दिनु टिकटकले ब्यान गर्दिन्छ यार
होइन टिकटकले त्यो भिडियो नि मोनिटाइज थियो मोनिटाइज हटाइसक्यो यार थट बेजादै भइसक्यो नि त अनि म त पुरा केटाहरूले मलाई त काण्डा मास्टर बनाइदियो यार जिन्दगीमा एउटा काण्डा आएको मेरो भिडियोमा मैले त्यो पनि यस्तो नगर भनेर पोस्ट गरेको तिमीहरूले त मलाई त काण्डा मास्टरै बनाएर छाड्यौ साथी हो काण्डा मास्टरै बनाएर छाड्यौ होइन अब भिडियो यतिसम्म हेरिहाल्यौ अब लाइक गर सब्सक्राइब गर त्यहाँ अहिलेसम्म भिडियो हेरिहाल्यौ यदि भिडियो हेरेको छैनौ भने अझै हेर किनभने म त्यो भिडियोको बारेमा पुरा बताइदिन्छु अब भिडियो क्वालिटीको कुरा गर्नुपर्ने केटा हो भिडियो क्वालिटी चाहिँ होइन कस्तो छ भने नि 720p जस्तै 30 fps जतिको होला केटा है 30 fps भन्दा माथिको त छैन त्यतिको क्वालिटीलाई यो यतिको चाहिँ नि भिडियोमा यतिको क्वालिटी राम्रै हो केटा है यतिको क्वालिटीलाई त्यस्तो नराम्रो भन्नु मिल्दैन क्वालिटीकै कुरा गर्छौ भने है त्यही हो केटा होइन अब तिमीहरूले मैले भनेको सुनिहाल्यौ कुरो त्यही हो भिडियो जति हेरे पनि तिमीहरूको हातले दुःख पाउँछ त्योभन्दा अरू केही होइन दिमागमा दिमाग घुम्छ त्यति हो होइन अरू केही पनि छैन र तिमीहरूले त्यो एउटा चेलीमाथि तिमीहरूको हेर्ने दृष्टिकोण बदलिन्छ त्योभन्दा अरू केही छैन बरु त्यो भिडियो खोज्ने कामै नगर हेर्दा पनि नहेर त्यो भिडियो हेरेर तिमीहरूले केही पाउनेवाला पनि छैनौ होइन केही हुँदैन त्यो तिमीहरूले त्यो भिडियो हेरेर के नै मन हुन्छ नि केही पनि हुनेवाला छैन क्या केटा फेरि मैले भनेको मान म जस्तै कुनै युवालाई विदेशिनुबाट रोक एकजनालाई जसले युट्युबमा राम्रो कन्टेन्ट क्रिएटरहरू गरिरहनु भएको छ राम्रो भिडियो बनाइरहनु भएको छ उहाँहरूलाई सपोर्ट गर यार विदेशी युवाहरूलाई रोक्ने कोसिस गर बेकारमा यार अर्काको भिडियो खोजेर केही हुनेवाला छैन त्यही हो केटा भिडियो पायो नि अब खुसी भएर जाऊ अब फेरि टिकटकमा लिङ भन्दै होइन म्याकडक्सहरू